नयाँ वर्षको दिनचर्या चाहिँ यसरी मेरो व्यतीत भयो। मित्रहरू बिहानको समय भक्तपुरबाट चाहिँ बङ्गुरको दाना लिएर यसरी आएँ। आएर चाहिँ बङ्गुर खोर चाहिँ पनौती हो, बङ्गुर फर्म चाहिँ पनौतीमा ल्याइ पुऱ्याएँ डब्बामा बङ्गुरको दाना। यो चाहिँ हाम्रो कुकुरको बच्चा सेक्युरिटी गार्ड हो, हरेकको सुरक्षा गर्छ। यसले चाहिँ बङ्गुरको खुरा अन्य फर्मकै सुरक्षा गार्ड हो हाम्रो। र यसरी कुखुराको आन्द्रा हो यो चाहिँ। कुखुराको आन्द्रा 40-45 केजी रहेछ। यसलाई चाहिँ पकाएँ आधा एक डब्बा जति बिहानको खानाको लागि बङ्गुरलाई पकाएँ। र यो भित्र चाहिँ नुन खोज्दैछु है मित्रहरू। फर्ममा चाहिँ वास्तवमा भाइ र बुहारी बस्नुहुन्थ्यो। भाइ र बुहारी चाहिँ नयाँ सालले गर्दाखेरि छुट्टीमा हुनुहुन्छ। त्यसै गरी म आज बङ्गुरलाई फिडिङ गराउने क्रममा छु। भेटिनँ, बल्ल बल्ल भुस चाहिँ भेटेँ, भुस ल्याएर हाल्दैछु। र मैले खोजिरहेको चाहिँ नुन हो। बोरामा हेरेँ छैन र डब्बामा रहेछ र नुनको ढिका लगाएँ र तयारी अवस्था। अब यो चाहिँ नि पाक्दैछ। यो चाहिँ आन्द्रा चाहिँ पकाएर कट खाना सबै मिसाएर चाहिँ दिनुपर्ने हुन्छ। र खोर सफा गर्नतिर लागेँ पाइपबाट। बङ्गुरको बच्चाहरू छ। धेरै बङ्गुरहरू यसपाल महामारी सङ्क्रमणको कारणले गर्दा क्षति भयो र फर्ममा धेरै क्षति भयो र लगभग आधी धेर जसो नै खोर खाली छन्। र अहिलेको समय स्थितिलाई बुझ्दै यति बङ्गुरको पाठाहरू चाहिँ स्याहार सुसार गर्दै गरिरहेको अवस्था छ। र यो नयाँ साल एउटा कामसँगै नौलो अनुभव र यहाँका केही स्थलहरू घुम्ने भनेर चाहिँ म श्रीमतीजी पनि लिएर आएको छु। श्रीमती चाहिँ व्यावसायिक हिसाबमा चिया पसल गर्नुहुन्छ। र यसरी बङ्गुरलाई नुहाइदिएँ। बिहानको लगभग 10 बजेको छ, तर अलिक चिसो भएको जस्तो छ, उफ्रँदैछ बङ्गुर। र यहाँबाट सफा गर्दैछु। सफा गर्दै खोरहरू धोइरहेको छु। र यहाँ पनि बङ्गुरलाई सफा गर्ने क्रममा, खोर सफा गर्ने क्रममा बङ्गुरलाई नै सफा गरिरहेको छु। र अलिकति अब गर्मीको समय पनि छ, त्यसै कारणले बङ्गुरलाई चिसो यतिको पच्न सक्छ होला भनेर सफा गरिराखेको छु, सफा सुग्घर। र यी पाठाहरूसँग एकदमै खेल्न, यिनीहरूलाई फिडिङ गराउँदा चाहिँ छुट्टै मनमा आनन्दको महसुस हुने गर्छ मलाई। र आज फिडिङ गराउने क्रममा छु। पाक्न लागिसकेको छ यो खाना चाहिँ बङ्गुरको। र सेनिटाइज गर्दैछु। यो चाहिँ बाहिर सेनिटाइज गर्ने कीटाणुको चाहिँ नि कीटाणु मार्ने औषधि हो। र यो चाहिँ बाहिरबाट सेनिटाइज गर्दैछु। यो भित्र बङ्गुरको खोरभित्र चाहिँ छर्कनु हुँदैन। यो चाहिँ एकदमै पावरफुल, एकदमै बङ्गुरलाई पनि यदि खायो भने खानाहरूमा परेर खायो भने समस्या पर्ने गर्छ। र यो चाहिँ भित्र गर्ने सेनिटाइज औषधि हो। र भित्र छर्कँदैछु। एकपटक महामारी भएर चाहिँ खोरहरू एकदम क्षतिग्रस्त भएको अवस्था छ। र यहाँनिर सेनिटाइज गर्दैछु। यो एकजना तल्लो घरको नानी पनि हुनुहुँदो रहेछ, अहिले देख्दैछु मैले भिडियोमा। र सेनिटाइज गर्दैछु। नानीले पनि साथ दिँदै रहेछ भिडियोमा। र यो पम्प नलागेको कारणले गर्दाखेरि छर्किन मिलेन र पम्प लगाएपछि छर्कँदाखेरि यो औषधिहरू राम्ररी छर्कन सकियो। र
यसरी गर्दैछु, सेनिटाइज गर्दैछु, खोर सफा गर्दै यसरी गरेँ र अब फाइनली एउटा खोर बाँकी छ यहाँनिर र यहाँ पनि त्यसै गरी मजाले औषधि छर्काउँदैछु र झार्ने क्रममा चाड्दैछ बङ्गुरहरूले। उपद्रो हुन्छ, उचाल्न सक्छु कि भनेर उचालेँ तर अलिक सकिनँ र यसरी पाठाहरूसँग खेल्न फिडिङ गराउन चाहिँ अति मन पर्छ। यो चाहिँ नयाँ वर्ष 2082 को पहिलो दिन हो। पहिलो दिनको चाहिँ मेरो दिनचर्या यसरी बितेको छ र अब यिनीहरूलाई फिडिङ गराउँछु थोरै समयपछि र फिडिङ गराइसकेपछि के हुन्छ सबै कुरा चाहिँ नि मैले भिडियोमा देखाउने छु र यसरी फिडको चाहिँ पेलेट दाना दिइराखेको छु यिनीहरूलाई। पेलेट दाना प्लस कलेक्ट आन्द्रा कडहरू सबै कुरा दिने गर्छौँ हामी चाहिँ र यसलाई पनि दिइराखेको छ। यो अलिकति सानै छ बच्चाहरू। यिनीहरूले मजाले दानाहरू चाहिँ जुनसुकै दानाहरू पनि टिप्न सक्ने खालका भएका छन् र उतापट्टि चाहिँ 2-4वटा अलिकति क्वारेन्टाइनमा राख्नुपर्ने खालको अशक्त बङ्गुरहरू छ। तिनीहरूलाई चाहिँ मैले पहिला नै व्यवस्था गरिसकेको छु र यिनीहरूलाई पनि दिँदैछु, फिडिङ गराउने क्रममा छु र अहिले 10 साढे 10 लगभग भएको छ। 10:30 भनेपछि यो फिडिङ गराउनलाई लगभग मलाई 1 घन्टा जति चाहिँ पुरा टाइम लाग्नेछ र बिस्तारै रूपमा चिप्लिएर लडिराखेको छ बङ्गुर। यो बङ्गुरहरू मजाले मेरो श्रीमती हेरिराखेको छ। उसलाई पनि आज फर्ममा लिएर आएको हो र यसरी पकाइदिने बङ्गुरलाई प्लस हामीलाई पनि नयाँ वर्षमा चाहिँ यही हाम्रो सानो कटेजमा हामीले मनाउने वातावरण बनाइराखेको छौँ। यो चाहिँ बङ्गुरको दाना पकाइराखेको छन् र उतापट्टि हाम्रो कटेज छ। कटेजमा चाहिँ खाना पकाउँछन् र श्रीमतीले पनि एकदमै साथ दिएको छन् र एकदम नयाँ वर्ष एकदमै सार्थकता एकदम रमाइलो हुनेवाला छ। नयाँ सालको दिन चाहिँ मेरो यसरी बित्यो। नत्र भए यो फर्ममा चाहिँ मेरो भाइ र बुहारी बस्नुहुन्छ। उनीहरू पनि केही कामवश काठमाडौँ जानुभएको छ 2-4 दिनको लागि। त्यही कारणले गर्दाखेरि मैले कलेक्सन दाना यसमा चाहिँ के छ भन्दाखेरि बिस्कुटका टुक्राहरू छन्, कड छन् र कुखुराको आन्द्राको सुप छ र यो मजाले खान्छन् बङ्गुरका पाठाहरूले। यो चाहिँ मैले दिइराखेको छु। हेर्नुहोला यो लोकेसन चाहिँ पनौतीदेखि लगभग 1.5 किलोमिटर सुनथान आलु कोल्ड स्टोर मुनि करिडोरको बाटोमा खोलाको साइडमा पर्दछ र यदि यताउता कोही नजिकबाट कसैले हेर्दै हुनुहुन्छ भने भिजिट गर्न सक्नुहुन्छ मित्रहरू। मेरो फर्म चाहिँ यहाँ रहेको छ र यो भर्खर सुचारू भइरहेको अवस्था छ। भर्खरकै नयाँ फर्म हो र यसमा चाहिँ सुरुवाती चरणमै केही महामारीको कारण असहजता, केही क्षति, केही चुनौतीपूर्ण छ। तथापि मैले चाहिँ एकदमै यसलाई पूर्ण रूपले दूरदृष्टि को रूपले चाहिँ नि गरिराखेको छु। एउटा व्यावसायिक रूपले गरौँ भन्ने एउटा अनुभव बटुल्नका लागि चाहिँ नि यसरी सुरुवात गरेका छौँ। हामी नेपालीहरू प्राय
अक्सर विदेश मात्रै सम्भावना र लक्ष्य सपना देख्छौँ। तर मेरो सोचाइमा कृषि सम्बन्धी एउटा कृषि क्रान्ति युवाले गर्नुपर्ने र सम्भावना धेरै छन् भन्ने कुराहरू एकदमै सोचेर अगाडि निरन्तर बढिरहेको छु। बाधा अडचन समस्याहरू धेरै कुराहरू आउँछन्, तर यी हरेक समस्याहरूसँग सामना गर्दै अघि बढ्ने क्रममा यो चाहिँ एउटा कटेज यहाँनिर चाहिँ हाम्रो अर्ग्यानिक साग टिपेर मेरो श्रीमती चाहिँ आज साग स्वास्थ्यको लागि चाहिँ नि स्वास्थ्य र समयलाई मध्यनजर गर्दै सागपात खाने कुरोकानी छ र यो चाहिँ कटेजमा बन्दै गरेको अवस्था छ। मित्रहरू, यहाँ धनियाँ छ, सोप छ र यो बकुल्ला, प्याज यी चिजहरू चाहिँ उत्पादन गर्ने फापर छ र आलु, मकै यी चिजहरू उत्पादन गर्नुमा चाहिँ ठुलो हात चाहिँ बुहारीको छ। यो मेरो चाहिँ नि गाठ उता भाग्यो हाम्रो गाठ र कुखुरा, लोकल कुखुराको चल्लाहरू पनि लगाइएको छ, बढिराखेको छन्, भर्खरै साना साना छन् र यहाँनिर चाहिँ उत्पादन हुने क्रम छ र यसै गरी खाना पकाउँदै हो मेरो श्रीमती चाहिँ। यो चाहिँ तल्लो घरको नानी सघाउँदैछ आन्टीलाई र अब खाना खाएर चाहिँ हामी यता नवबुद्ध जाने सरसल्लाह छ र आजको नववर्षको पहिलो दिनलाई चाहिँ यसै गरी रमाइलो एउटा आजको दिनलाई विशेष बनाउनका निमित्त हामी चाहिँ लाग्यौँ उकालो नवबुद्ध। म पनि सायद हिँड्न त हिँडेको थिएँ त्यो बाटो एक दुईचोटि, तर पहिलो पटक जाँदैछु। मेरो श्रीमती र छोरो पनि पहिलो पटक जाँदै हुनुहुन्छ र जाँदैछौँ बाटोमा हामी र अब पुग्न लाग्यौँ। पुगिसकेपछि नवबुद्धमा चाहिँ एउटा हिँडेको भिडियो बनाउनु पर्यो रे भनेर मेरो श्रीमतीको अनुरोधमा चाहिँ यो तल झर्दै गरेको भिडियो कैद गर्ने चाहिँ मेरो छोरो हो। मेरो छोरो त्यति भिडियोमा आउन मान्दैन र त्यहाँबाट हामी फर्क्यौँ। आजको हाम्रो दिनचर्या यसरी नै बित्यो र फर्कँदै बाटोमा फेरि अर्को एउटा टिकटक भिडियो बनायौँ। यो भिडियो पनि यहाँहरू समक्ष यही भिडियोसँगै एट्याच गरेको छु है त।